हामी पसल जान लागेको जाडो खासै त लागेन मलाई चाहिँ भाउजू चाहिँ झ्याम्पुतुली भएर जान लाग्नु भएको छ लास्टै जाडो भएको छ अरे क्या है त हामी चाहिँ पसलको लागि रेडी भएको हाम्रो चाहिँ सानी भन्दै हाई भन्दै उसलाई चाहिँ दौडिने ठिक्कै छ अरे क्या हाइसाइ केही नभन्नेहरू चाहिँ हामी जाँदैछौँ है हाम्रो चाहिँ यहाँ प्यानिस स्टुडियो चाहिँ है ठिक छ छिटो आउनु भाउजू अगाडि गौ सानी दौड्यौ सानी चाहिँ हाम्रो प्यानस स्कुल है त प्यानस स्कुल मिनिमम हो ल्याउनु होला है त पढ्ने स्कुलमा तपाईँकै छोराछोरीहरू छन् भने प्यानस पढाउनु छ भने चाहिँ प्यानस स्कुलमा ल्याउनु होला 10 सम्म छ यो चाहिँ के छ केही छ भन्नु गर्मी गर्मी छ सधैँको पकौडा कस्तो भएको थियो बेसन ल्याउने टाइम नभएर कोदाको पिठोको चाहिँ पकौडा बनाएको हामीले हिजो चाहिँ है त ल सानी दौड्यौ सानी रमाइलो हो है दौड्यौ सानी दौड्यौ रोड चाहिँ नाली बनेर भ्याइयो अब चाहिँ पिच हुने हो केही दिनमा है त ल गाइज अहिले यति हेर्नुहोस् लास्टमा चाहिँ के भयो होला त्यस्तो भयो मेरो खुट्टामा ठोक्यो बाबा मुखमा के हो सानी